बुटोल इजलास जसले रवि लामिछानेलाई जिल्ला अदालतले मागेको धरोटीमा 1 करोड रुपैयाँ धरोटी दिएको रवि लामिछाने जसलाई खुनामा राख्ने गरेर आदेश गर्यो नि, जसमा त्यो आदेशमा गर्दै गर्दा मान्य न्यायाधीशज्यू रमेश ढकालज्यू हुनुहुन्थ्यो त्यो आदेश गर्नेमा एकजना, अर्को स्वीकृति पराजुली हो। तर म तपाईलाई एउटा कुरा भन्छु, आज म आफै संलग्न भएर बस पैह्रीमा संलग्न भएको एउटा मुद्दा बुटोलमा उहाँकै इजलासमा पर्यो, रमेश ढकाल मान्य रमेश ढकालकै इजलासमा पर्यो, जसमा केदारनाथ शर्मा शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माको श्रीमती गीता शर्मा, राप्रपाकी नेत्री नो होइन, राप्रपाको नेत्री गीता शर्मा केदारनाथ शर्माको श्रीमती, उहाँले शिखर अर्गनाइजेसन भन्ने कम्पनी खोल्नु भएको छ र शिवशिखर सहकारीबाट उहाँले आफैले केदारनाथ शर्माको श्रीमतीको नाममा भन्दैछु म गीता शर्मा, त्यो शिवशिखर अर्गनाइजेसनको सञ्चालक गीता शर्माले के गर्नु भएको छ भन्दा सहकारीबाट आफैले माग गरेर ऋण लिनु भएको छ। सञ्चालक भूमिकामा रहँदै उहाँले आफैले ऋण लिनु भएको छ। सञ्चालकमा केदारनाथ शर्मा हुनुहुन्छ, सहकारीको सञ्चालकमा, यता एग्रोको सञ्चालकमा को हुनुहुन्छ, गीता शर्मा उहाँको श्रीमती हुनुहुन्छ। पारिवारिक त्यहाँ चाहिँ सञ्जाल छ, श्रीमान श्रीमती हुनुहुन्छ र उहाँले आफै उपस्थित, म त्यहाँ पनि आउँछु, त्यहाँ उहाँले के गर्नुभयो, ऋण लिनु भएको छ र उहाँमाथि अभियोग कति लागेको छ भन्दा झन्डै 6.5 करोडको अभियोग थियो। शिवशिखर सहकारीबाट गरेको 6.5 करोडको अभियोग छ। ऋण पनि कसरी लगेको छ भन्दा बिना ब्याज बिना धितो लगिया छ, उहाँ आफैले लग्या ऋण गीता शर्माले। त्यो मुद्दामा सम्मानित बुटोल इजलासबाट मान्य न्यायाधीशहरूले गरेको आदेशमा जम्मा 25 लाख रुपियाँमा धरोटीमा छोडिया छ। यो कानुनी एकछिनमा भन्दैछु बमजी, यहाँनिर हामी के देखिरहेछौँ भने मैले त्यसैले भने नि न्यायिक टिप्पणी गरिरहेछौँ हामी अदालतका आदेश र फैसलाहरूप्रति पनि होइन, किन स्वच्छ न्यायिक टिप्पणी गर्न पाइन्छ। हेर्नुहोस्, अदालत त्यस्तो ठाउँ हो जसले नागरिकलाई विभेद गर्न हुँदैन, नागरिकका मौलिक हक संरक्षणका लागि समान संरक्षणको हक प्रदान गर्नुपर्छ अदालत कानुन र संविधानको व्याख्याता हो। हाम्रो सम्मानित सर्वोच्च अदालतलाई हाम्रो संविधानले दिएको अधिकार हो। त्यो संविधानमा बाजिनी कानुन बनेका छन् भने व्याख्या गर, कानुनमा अस्पष्टता छन् भने पनि व्याख्या गर, त्यो व्याख्या गर्ने अधिकार तिमीलाई हुनेछ र अभिलेख अदालतको रूपमा चाहिँ सम्मानित सर्वोच्च अदालत रहनेछ भनेर संविधानले नै व्यवस्था गरेको विषय हो नि त। संविधानको धारा 18(1) ले के भन्यो भने समान संरक्षणबाट, कानुनको समान संरक्षणबाट कसैलाई पनि विभेद गर्ने छैन भन्यो। हेर्नुहोस्, हाम्रो अदालतभित्र एउटा भनाइ छ, त्यो भनाइ के हो भने राज्य चिल, अदालत माउ र नागरिक चल्ला हुन् र चिलले जहिले पनि चल्लाहरूलाई झम्टने गर्छ, झम्टिँदा त्यो अदालत माउ रूपी अदालतले छोपेर चल्लाहरूको संरक्षण गर्नुपर्छ भन्ने छ। हाम्रो अदालतमा प्राचीनदेखि चलेको चिज हो यो। त्यो चिजबाट आज एउटा चल्लो त्यो माउको पखेटाबाट बाहिर किन पर्यो, किन विभेद भयो रवि लामिछानेमाथि? गीता शर्मालाई 25 लाख रुपियाँमा धरोटीमा छोड्ने गरेर उहाँले त्यो अधिकार पाउनु हुँदैन थियो भने होइन, मैले फेरि त्यो अधिकार उहाँले पनि पाउनु पर्थ्यो, समान संरक्षणबाट उहाँ पनि वञ्चित हुनु हुँदैन। तर उहाँले पाएको अधिकार रवि लामिछानेले किन पाएन? नम्बर 1 त्यही इजलास। नम्बर 2 ती व्यक्ति माया गुरुङले पाएको अधिकार रवि लामिछानेले किन पाएन? नम्बर 2। नम्बर 3 ऋषिकेश पत्नीले पाएको अधिकार रवि लामिछानेले किन पाएन? धनराज गुरुङले पाएको अधिकार रवि लामिछानेले किन पाएन? रवि लामिछानेमाथि किन अदालतले संरक्षण गर्न सकेन? अदालतले किन विभेद गरेर रवि लामिछानेलाई संरक्षण गर्न? कानुनको संरक्षणबाट विभेदमा किन पर्यो रवि लामिछाने? हाम्रो त्यहाँनेरि सम्मानित अदालत समक्ष प्रश्न हो।